ल हामी चाहिँ आज त्यो सोचेर भन्ने हुन्छ नि के कुराहरू त्यो गेम खेल्न गइरहेछौँ ल आज हामी चाहिँ ल एउटा सोचिस त केही कुरा सोचे मलाई पनि सोचेँ ल म सोध्छु है त लिभिङ थिङ हो कि नन लिभिङ थिङ हो नन लिभिङ थिङ हो तिम्रो लिभिङ थिङ हो कि नन लिभिङ नन लिभिङ थिङ हो हजुरको बाहिर घरभित्र बाहिर कता के पाउँछ घरभित्र पनि पाउँछ घर बाहिर पनि पाउँछ हाम्रो घरभित्र छ मलाई सोधिछ सोधिहाल्ने छिटो छिटो बाहिर पाउँछ कि भित्र पाउँछ हाम्रो भित्र त पाउँदैन बाहिर हो बाहिरै हो नन लिभिङ थिङ होइन त ल सोध्छु क्वेसन मेरो हो हाम्रो घरभित्र छ बाहिर पनि पाउँछ होइन नन लिभिङ थिङ होइन खानेकुरा हो होइन होइन अनि हाम्रो चाहिँ खानेकुरा हो कि के हो त खानेकुरा होइन खानेकुरा होइन बाहिर घर बाहिर पाउँछ ओके अनि यो घरभित्र पनि छ भने पछाडि कहाँ किचन बेडरुम कहाँ पाउँछ तिम्रो बेडरुममा छ मेरो बेडरुममा छ भन्छ हाम्रो चाहिँ कहाँ छ त हाम्रो घर बाहिर पनि घर बाहिर छ घर बाहिर छ हाम्रै घर बाहिर छ होइन होइन हाम्रो घर बाहिर छैन त्यो एउटा स्पेसिफिक ठाउँमा मात्रै हुन्छ त्यो जहाँ गर्न पाइँदैन त्यो स्पेसिफिक ठाउँमा हुन्छ जहाँ पाइँदै गर्न पाउँदैन पाउँदैन ओके त्यो हजुरले भनेको चाहिँ नि कसले मैले युज गर्छु धेरै तिमीले नै युज बेडरुममा छ पर्फ्युम हो होइन हजुर भनेपछि हाम्रो घर बाहिर नन लिभिङ थिङ मैले युज गर्छु गर्दिनँ हजुरले गर्छिन् जाने किन नगर्नु म्याक्सिमम युज गर्छु हजुरले म्याक्सिमम भन्नाले हजुर हरेक दिन होइन कहिलेकाहीँ हजुरले युज गर्छिन्छ घर बाहिर हजुर हाम्रो घरमा चाहिँ सबैभन्दा धेरै हजुरले युज गरिसकेको छ त्यो ओके मलाई सोध्छ बेडरुममा होइन अरू सोध्छु त्यसो भए खानेकुरा पनि होइन लाउने कुरा पनि होइन खानेकुरा लाउने कुरा पनि होइन कस्मेटिक प्रोडक्ट हो लाउने समूह लाउने कुरा हो कस्मेटिकमा पर्छ ल हजुर भन्नु घर बाहिर म्याक्सिमम मैले युज गर्छु त्यसको आकार प्रकार कस्तो हुन्छ त्यस्तो आकार प्रकार मिडियमदेखि ठुलै हुन्छ मिडियमदेखि ठुलै हुन्छ ठुलै हुन्छ त्यस मेरो चाहिँ कत्रो हुन्छ सानो ठुलो कस्मेटिक प्रोडक्ट भन्नुपर्छ सनस्क्रिन लिपस्टिक अब एउटा भन्नु पर्यो नि चारवटा भन्नु पाएन होइन कस्मेटिकमै पर्दो रहेछ भनेपछि हाम्रो तलको गेट हो होइन हौ यो घरमा हाम्रो पाउँदैन घरमा पाउँदैन हुन्छ छैन भने त बाहिर हो बाहिर म्याक्सिमम मैले युज गर्छु सुपारी सुपारी होइन ठुलै त्यो कुरा चाहिँ सानो कुरा होइन ठुलै कुरा हो मलाई लिनु भएछ मेरो सनस्क्रिन हो ए ल हजुर हजुर छिटो छिटो भन्छ त ठुलो हुन्छ ल ठुलो हुन्छ ल हजुर धेरै म्याक्सिमम हजुरले युज गरेको छ अस्ति भर्खर पनि युज गरे हजुरले अस्ति भर्खर पनि युज भर्खर लगभग आज कति तारिक 10-12 दिन अगाडि 10-12 दिन अगाडि मैले युज गरेँ घर बाहिर भएको सामान त्यो चाहिँ हामी ट्राभल गर्दाखेरि धेरै युज हुन्छ मास्क ठुलो कुरा भन्दैछु झन् ठुलो कुरा ट्राभल गर्दा युज हुन्छ के हुन्छ त्यस्तो ठुलो कुरा ट्राभल गर्दा कपडा लाएर हिँडिन्छ अहिले जे हजुर त हाम्रो भात खाने स्रोतै त्यही हो आम्दानीको स्रोतै त्यही हो आम्दानीको स्रोत वैदेशिक यात्रा भन्ने चिज हुन्छ अनि ठुलो अनि आम्दानी चिज भन्नु त एउटा वस्तुको बारेमा पनि भनिरहेछ नि वैदेशिक यात्रा भनेको त्यो चिजै होइन नि उड्ने कि गुड्ने सोध्छ नि उड्ने कि गुड्ने अब पनि भयो अब एरोप्लेन च्या